हामी चाहिँ आइसक्यौँ यस्तो छ यसै चाहिँ हामी चाहिँ आइसक्यौँ अघि नै आइपुगेको होइन भिनाजु नै आइसक्नु भयो यहाँ छुनु बसिरहेको छु कुची आरामले मस्त सुतिरहेको छ आमामामा मोच अनि टक्क अब हामी चाहिँ सरुलाई कुरेर बसिरहेको छौँ नवीन अलरेडी पुगिसक्यो भने हो क्या अरे हेर्दै जाऊँ अब कति टाइम लाग्छ किनेर आउन जाममा बस्यो भन्दै थिएँ ल फाइनली गाइज चाहिँ हामी चाहिँ आइसक्यौँ यहाँ चाहिँ ठ्याक्क के हो यो भोजन अनलिमिटेड रेस्टुरेन्ट एन्ड बार भन्ने रहेछ नि त ठ्याक्कै यो चाहिँ जाउलेखेलको ट्याक्कै यसको यो के भन्छ घुम्तीकै अगाडिपट्टि साइडमा रहेछ हाम्रो नवीन पुरो आइसक्यो अवस्था नयाँ नयाँ स्कुटी ल्याएर छन् केटाहरूले एकछिन बुवा आमाको एनिभर्सरी मनाउन आएको टक्क हामी चाहिँ यहाँनिर लिफ्टमा जाँदैछौँ टक्क यहाँ नवीन यहाँ निता टक्क जाँदैछौँ
कति पढेर यो पानीपुरी मास्टर पढेर पनि जिन्दगी यसमै जाने भइसकेछ अब के काम लाग्यो त उता चाहिँ फेरि व्यस्त छन् हामीले यहाँ केक काटिसकेका छौँ हाम्रो ह्याप्पी एनिभर्सरी छुनुमुनु भनेर होइन छुनु कस्तो फिल भइरहेछ एकदम खुसी धेरै धेरै धन्यवाद निता सरू दिदी समीर नवीन दाइ भेनाजु सबैलाई धेरै धेरै धन्यवाद अनि यसरी माया गरिरहनु होला सदा सर्वदा अझ हाम्रो माया अझै यसरी नै बढिरहोस् होला होइन अहिले यति नै ठिक छ पानीपुरी हामी खान्छौँ पानीपुरी खान्छौँ त्यसैले रमाइलो गर्छौँ भाइ कस्तो हुन्छ होइन थाहा छैन यसको चाहिँ आज जे खानु पर्ने जे चबाउनु पर्ने आज भोलिदेखि दाँतमा तार हाल्छ यसले खान पाउँदैन आज यसले मासु टन्न खान्छु भनिरहेछ सानो आमामामा फेरि फोटो पनि फेरि माइ गड सानो सुरी फाइनली गाइज हाम्रो चाहिँ यहाँ खाने कुरा आइसकेको छ यहाँ अब सुरु गर्ने हो बुटुङटुङ अब हामीले यहाँ खानु पर्ने हुन्छ टक्क हाम्रो भाग आइसकेको छ टक्क होइन दामी तरिकाले कस्तो के भइरहेको हजुर मेरो सोच त अझै टाढा जाने सोच थियो होइन छुनुको त्यहाँ छुनु कस्तो फिल भइरहेको के खान्छौ त तिमी लेग पिस मात्र डायमन्ड चाहिँ नखाने म प्रायः जुनलाई पनि यो कुराको जे पकाए पनि मलाई चाहिँ डायमन्ड गर्नुपर्छ क्या त्यही भएर यो पालि म डायमन्ड चाहिँ खाँदिनँ लेट्स डिग इन गाइज खाना खाइरहेछौँ हामी तातो एकदम बस्नु फ्लास त होइन नवीन अगाडि आउँदा ल गाइस अब गिफ्ट पनि आइसक्यो होइन गिफ्ट खोल्नमा तयारी गरिरहेको छ बुढा बुढी मिलेर ल छिटो खोल छिटो बोल न हाँस क्या
लौ ममै गरिदियो के हो यो ल यही हो गिफ्ट ल ताली बजाए ल गाई चाहिँ बाहुबली थाली पनि खाइयो होइन अनि हामीले चाहिँ सकेनौँ बढी भयो अनि त्यही भएर हामीले चाहिँ प्याकिङ गर्नु लगायौँ होइन अनि अब हामीले प्याकिङ गरिसक्यौँ अनि अब हामी डेजर्ट सेजर्ट खाएर चाहिँ अब निस्किनु पर्ने हुन्छ बाहुबली खाएको भएर होला चाहिँ बाहुबली होइन के अरे कुम्भकर्ण खाएको भएर होला हामीलाई पुरा एकदम झुलझुल भइसक्यो निदाइदिउँ फिल भइसक्यो बाहुबली खायो भए जोस आउँथ्यो होला कुम्भकर्ण खाएको भएर घुर्दिउँ लागिसक्यो कुरो घुरिसक्यो कोही अर्को मेन घुरेको देखाउँ चाहिँ मेन कुम्भकर्ण यता लागेको छ मेरो छोरीलाई यसै डेजर्ट होइन गाइज होइन यो कस्तो खाले आइसक्रिम हो यो जुन पकाएर दिनुपर्ने यो आइसक्रिम खाएको छैन है यहाँ अब मैले खाएको बनाउन मैले खाएको ल निस्किने बेला भयो हामी निस्किने तयारी गर्दैछौँ र लिफ्ट पनि खोलिसकेको यस एकदम रमाइलो भयो सबैजनालाई धेरै धेरै धन्यवाद मलाई पनि धन्यवाद है आज पुरा त रमाइलो होला नि अहिले ठिक छ अब हामी जाने तयारी गर्दैछौँ अब घर पुगेरै बाँकी सबै उतै हेरौँला अब हाम्रो सबैको तर्फबाट दुवैजनालाई ह्याप्पी एनिभर्सरी बाई बाई फेरि पनि आउनु होला बाई बाई यस फाइनली गाइज हामी चाहिँ पुरा घर पनि आइयो रमाइलो भयो सबैजनालाई धेरै धेरै धन्यवाद है छानु थ्याङ्क यू भनिदियो ल ठिक छ
ऊ सुत्ली भने त झन् सुतिन पुछि त यस्तै हो ल ठिक छ एनिवे सबैलाई धेरै धेरै धन्यवाद अनि यहाँसम्म भिडियो हेर्नुभयो भने सबै तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद कस्तो लाग्यो होइन आई होप अब राम्रै लाग्यो होला राम्रै बनाउने प्रयास गरेको छु आफ्टर लङ टाइम पछि भिडियो बनाएको के छैन धेरै कमजोरी छ भने पनि यसो कमेन्ट गर्न नबिर्सिनु होला अनि यसरी नै माया सेयर सब्सक्राइबहरू चाहिँ गरिरहनु होला यही भन्न चाहन्छु बाँकी अर्को ब्लगमा भेट भइहाल्छ टिल देन लभ यु अल सबैजनालाई बाई बाई गाइस